यहाँहरूलाई स्मार्ट एजुकेसन युट्युब च्यानलमा स्वागत छ। आज मैले बिएड फर्स्ट इयर फिजिक्सको इम्पोर्टेन्ट क्वेसन वा सिलेबसहरू लिएर उपस्थित भइसकेको छु र यसको बारेमा डिस्कस गर्न गइरहेको छु। र यो फिजिक्स बिएड फर्स्ट इयर फिजिक्सको इक्जाम यही श्रावण 27 गते रहेको छ र यसमा फुल मार्क्स भनेको 18 हुन्छ भने अनि प्र्याक्टिकलको चाहिँ हाम्रो 20 नम्बर रहेको छ। गरी इक्जाममा 14वटा एमसिक्यू एक नम्बरको अनि त्यसपछि ग्रुप बीमा रहेको छ 6वटा क्वेसन आउँछन् र यसमा 2वटा एक्स्ट्रा क्वेसन चुज गर्ने आउँछन् र यो प्रत्येक क्वेसन वा प्रत्येक क्वेसन 1-2 नम्बरको एउटा डिफिनेसन सोध्छ कतै अनि एउटा डेरिभेसन गर्ने अनि न्युमेरिकल सोधेको हुन्छ प्राय। अनि अर्को ग्रुप सीमा फेरि 2वटा क्वेसन 12-12 नम्बरको आउँछ, तर कुनै पनि क्वेसन 12 नम्बरको हुँदैन। एउटा क्वेसन बढी भयो भने त्यो 4 नम्बर र 3 नम्बरको हुन्छ, त्योभन्दा धेरै हुँदैन। त्यसमा पार्टमा सोधेको हुन्छ, जस्तै अब कुनै प्रुफ सिम्पल हार्मोनिक मोसन भनेर सोध्छ एउटा, यसलाई अब जस्तै 4 नम्बरमा सोध्ला। अनि अर्को डिटरमाइन द टोटल इनर्जी अफ एसएचएम, अनि यो अर्को 3 नम्बरमा सोध्ला। अनि ड्राइभ द रिलेसन अफ रोटेसनल काइनेटिक इनर्जी हो, यस्तै गरेर 12 नम्बर पुऱ्याउँछ इक्जाममा। एउटै क्वेसन 12 नम्बरको हुँदैन। हाम्रो इक्जाम टाइम रहेको छ टोटल पिरियड 1 घन्टा 50 मिनट भनेको 2 घन्टा 30 मिनट। र हाम्रो फर्स्ट च्याप्टरमा सोधिने मोस्ट इम्पोर्टेन्ट क्वेसन भनेको स्केल एन्ड भेक्टर भन्ने फर्स्ट च्याप्टर भयो। यसबाट मोस्ट सोधिने क्वेसन भनेको स्केलर एन्ड भेक्टरको डिफिनेसन जान्नु पर्यो अनि यसको बारेमा थोरै एक्सप्लेन गर्न सक्नु पर्यो। अनि अर्को सेकेन्डमा रहेको छ स्टेट एन्ड एक्सप्लेन द ट्रायंगल एन्ड पोलिगन ल अफ भेक्टर एडिसन्स। यो निकै सिम्पल, धेरै सजिलो पनि छ यसको स्टेट गर्ने अनि त्यसलाई एक्सप्लेन गर्ने। यसको इजी छ, डेरिभेसन हेरेर जानुभयो भने 3 नम्बरमा आउने प्रोबेबिलिटी धेरै नै रहेको छ। एक्सप्लेन द स्केलर एन्ड भेक्टर प्रोडक्ट्स, यो सबभन्दा मोस्ट इम्पोर्टेन्ट हो। हजुरहरू पास रिस्क लिनुहुन्न भने यो सबै पढ्दा हुन्छ, तर हजुरसित टाइम छैन भने चाहिँ हजुरले पनि यो चाहिँ पढेर जानु होला है त। अनि अर्को छ मोसन्स, यो सेकेन्ड च्याप्टरबाट हो। यसबाट डिफाइन एन्ड इलास्टिक एन्ड इनइलास्टिक कोलिजन, यो मोस्ट इम्पोर्टेन्ट हो, यो छुटाउनु भएन। अनि अर्को चाहिँ यो हामीले डिस्क्राइब गर्ने मोमेन्ट अफ इनर्सिया, टर्क एन्ड कफल, यो पनि छुटाउनु भएन। अनि यो चाहिँ धेरै जसो सोधिरहेको छ है त। डिफाइन एङ्गुलर डिस्प्लेसमेन्ट, एङ्गुलर भेलोसिटी, एङ्गुलर एक्सेलरेसन, टाइम पिरियड एन्ड फ्रिक्वेन्सी भन्ने यो धेरै जसो सोधिरहेको छ। अनि अब अर्को रहेको छ यसैमा हाम्रो सेन्टिपिटल एक्सेलरेसन एन्ड सेन्टिपिटल फोर्सको ड्राइभ गर्ने अनि यसको एक्सप्रेसन भनेर यो पनि मोस्ट इम्पोर्टेन्ट नै छ, अघिल्लो इक्जाममा सोधिरहेको थियो। अनि त्यहाँबाट यो अर्को स्टेट एन्ड प्रुफ सिम्पल हार्मोनिक मोसन अनि डिटरमाइन द टोटल इनर्जी अफ एसएचएम। यी दुईवटा क्वेसन 2000 कतिमा सोधेको थियो भन्दाखेरि 78मा सोधेको थियो, यो हजुरहरूले नछुटाउनु होला। अनि यो अर्को पनि रहेको छ डिफाइन द टुरिजम पेन्डुलम एन्ड ड्राइभ एन्ड पिरियड फर इट भनिरह, यसको टुरिजम पेन्डुलमको ड्राइभ गर्ने टाइम पिरियडमा, यो पनि नछुटाउनु होला। अनि अब हाम्रो रहेको त्यसै गरी हाम्रो अब च्याप्टर 3मा रहेको छ ग्राभिटी एन्ड ग्राभिटेसन्स। यसबाट मोस्ट इम्पोर्टेन्ट क्वेसन भनेको एउटा क्याप्लस लको फर्स्ट ल, सेकेन्ड ल अनि थर्ड ल, हामीले यो 3वटा जान्नै पर्यो। त्यो क्याप्लस लबाट नै अर्को रहेको छ प्रुभ द्याट द क्याप्लस ल एन्ड कन्सटेन्ट विथ द न्युटन ल अफ ग्राभिटेसन्स भन्ने यी दुईवटा धेरै जसो मोस्ट इम्पोर्टेन्ट क्वेसन नै भनेको योबाट 90% आउने प्रोबेबिलिटी हुन्छ है त यसबाट। यो हजुरले सँग टाइम छैन भने पनि दुईवटा क्वेसन चाहिँ जसरी पनि पढ्नै पर्यो कि। अनि अब च्याप्टर आइबी सर्फेस टेन्सन, यसबाट सर्फेस टेन्सनको सर्फेस टेन्सन एन्ड सर्फेस इनर्जीको डिफिनेसन जान्ने। अनि त्यहाँबाट डिफाइन सर्फेस टेन्सनको यसको थ्योरी, मोलिकुलर थ्योरी अफ सर्फेस टेन्सन, यो पनि सजिलै छ यो जान्ने। अनि त्यहाँबाट सर्फेस टेन्सन एन्ड सर्फेस इनर्जीको रिलेसन पढ्ने। अनि अर्को रहेको छ एक्सप्लेन द क्यापिलरी राइज एन्ड मेजर अफ द सर्फेस टेन्सन, यो पनि सोधेको छ। अनि त्यहाँबाट हजुरलाई धेरै जसो बारम्बार इक्जाममा सोधिरहेको चाहिँ यो छ है त, डिफाइन एङ्गल अफ कन्ट्याक्ट एन्ड क्यापिलरी भनेर धेरै जसो सोधिरहेको छ। अहिले 2083मा पनि प्रोबेबिलिटी धेरै नै छ यो सोध्ने। अनि अर्को रहेको छ इलास्टिसिटी। इलास्टिसिटीबाट खासै त्यस्तो धेरै पढ्नुपर्ने केही छैन, यसको इलास्टिसिटी र प्लास्टिसिटीको डेफिनेसन पढे भयो। अनि हुक्स लको स्टेटमेन्ट, यसको डेफिनेसनै पढे भयो। अनि डिफाइन यङ मोडुलस एन्ड एक्सप्लेन इट डिटर्मिनेसन्स, यो मोस्ट इम्पोर्टेन्ट छ। यसबाट भनेको मोस्ट इम्पोर्टेन्ट क्वेसन यही भइहाल्यो। अनि अर्को चाहिँ
यो यङ मोडुलसमा नै सोधिने अर्को एप्लिकेसनमा के पर्छ भन्दाखेरि डिफाइन द वर्क एन्ड सेयर मोडल्स भनिरह यो पनि मोस्ट इम्पोर्टेन्ट नै छ, यही अन्तर्गत पर्छ। अनि डिड्युस द एक्सप्रेसन अफ द वर्क डन स्ट्रेचिङ वायर विथ द सुइटेबल इक्जाम्पल यो थोरै छ, त्यस्तो एक पेजको तर पनि मोस्ट इम्पोर्टेन्ट छ, सजिलो छ पढ्न पनि, हजुरहरूलाई सजिलो हुनेछ। अनि अर्को रहेको छ फ्युल फ्लो, यसबाट डिफाइन भिस्कोसिटी, डिराइभ न्युटन फर्मुला फर भिस्कस फोर्स, डिफाइन कोफिसियन्ट अफ भिस्कोसिटी, डिराइभ इक्वेसन अफ कन्टिन्युटी स्टेट, डिराइभ बोर्नोलिस इक्वेसन, यो मोस्ट इम्पोर्टेन्ट भइहाल्यो। डिड्युस द पोइलेन्स फर्मुला बाई मेथड अफ डाइमेन्सन, यो पनि मोस्ट इम्पोर्टेन्ट भइहाल्यो। राइट स्टक्स फर्मुला एन्ड डिराइभ इट फ्रम मेथड अफ डाइमेन्सन, यो पनि मोस्ट इम्पोर्टेन्ट भइहाल्यो। डिटरमाइन द टर्मिनल भेलोसिटी बाई युजिङ द स्टक्स ल, यो मैले लगाएको चाहिँ मोस्ट इम्पोर्टेन्ट क्वेसन हो है त, यो धेरै जसो आउने चान्स छ है यो त अहिलेको इक्जाममा। र अर्को रहेको छ त्यसै गरी थर्मल प्रोपर्टिज अफ म्याटर, यो धेरै लामो च्याप्टर छ, यसबाट हजुरहरूले अब हजुरहरूसँग टाइम थोरै छ भने यो च्याप्टरको पनि त्यस्तो डिपली नपढेर मेन कुराहरू पढ्दा हुन्छ। त्यो पनि हजुरहरूले मोस्ट इम्पोर्टेन्ट पढ्ने भनेको एक्सप्लेन द ग्यास थर्मोमिटर, यसको हल्का एक्सप्लेन द वर्किङ प्रिन्सिपल अफ ग्यास थर्मोमिटर, यो पढ्नै परिहाल्यो, यो पनि यो धेरै जस्तो सोधिरहेको छ। अनि वर्किङ ड्युरिङ द आइसोथर्मल प्रोसेस, यो पनि सोधिरहेको छ। अनि एक्सप्लेन द वर्क डन बाई अ ग्यास, स्टेट एन्ड एक्सप्लेन फर्स्ट एन्ड सेकेन्ड ल अफ थर्मोडाइनामिक्स, यो सोधिरहेको छ। डिफाइन मोलिकुलर हिट क्यापासिटिज अफ ग्यास एन्ड अप्टेन रिलेसन बिट्विन देम। अनि यहाँबाट हाम्रो जस्तै टुवेल्भमा पढेको थियौँ, अनि हाम्रो यो टुवेल्भमा पढेको हिट इन्जिनबाट पनि धेरै सोधिरहेको छ हामीले। र डिराइभ थर्मल इफिसियन्सी अफ हिट इन्जिन भइहाल्यो। अनि च्याप्टर 8मा रहेको छ जियोमेट्रिक अप्टिक्स, यो अप्टिक्सबाट हामीले जान्नुपर्ने मेन क्वेसन चाहिँ के छ त भन्दाखेरि त्यस्तो डिपमा नपढ्ने तर हामीले इम्पोर्टेन्ट क्वेसन मात्र पढेर पनि इक्जामले हामीले आफूले पास हुने नम्बर क्यारी गर्न सकिन्छ भन्ने तरिकाले मैले यो भिडियो बनाउन खोजेको हो खासमा। डिफाइन कन्केभ एन्ड कन्भेक्स मिरर भनेर यो पढ्नुपर्ने छ। अनि डिराइभ द मिरर फर्मुला, कन्केभ मिरर एन्ड कन्भेक्स मिरर, यो इम्पोर्टेन्ट छ। यो मिररको चाहिँ धेरै जसो सब इम्पोर्टेन्ट धेरै जसो सोधिरहेको छ क्या, अहिले मिररको चाहिँ धेरै जसो नछुटाउनुहोस् भन्न चाहन्छु। डिफाइन रिफ्लेक्टिभ इन्डेक्स एन्ड डिटरमाइन द रिफ्लेक्टिभ इन्डेक्स युजिङ डिफ्रेन्ट मेथड्स, यो पनि इम्पोर्टेन्ट छ। त्यहाँबाट डिफाइन रिफ्लेक्टिभ इन्डेक्स बाई युजिङ प्रिजम, यो पनि इम्पोर्टेन्ट छ। डिराइभ द एक्सप्रेसन बाई द स्मल एन्जल प्रिजम, यो पनि इम्पोर्टेन्ट छ। धेरै जसो यसमा त इम्पोर्टेन्ट नै छ कि धेरै जसो सोधिरहेको छ, तर अब कुन क्वेसन सोध्छ भन्ने आफूलाई त थाहा हुँदैन नि त, त्यही भएर हामीले रिस्क नलिनको लागि सब इम्पोर्टेन्ट क्वेसन चाहिँ पढ्नु पऱ्यो है त। अनि डिफाइन कन्केभ एन्ड कन्भेक्स लेन्स अनि डिराइभ लेन्स मेकर फर्मुला, यो चाहिँ सजिलो पनि छ, 11-12मा पढेको भइहाल्यो, 11मा होला यो डिराइभ लेन्स मेकर फर्मुला, सजिलो भइहाल्यो। यसबाट यति नै हो, अब पढ्न सक्नुहुन्छ भने त अब यसमा दिएको सबै पढ्दा राम्रो भइहाल्यो। र अनि अर्को छ लास्ट च्याप्टर, यसमा सबभन्दा मोस्ट इम्पोर्टेन्ट क्वेसन एन्ड द 2078मा प्रिभियस क्वेसन अफ द सोधेकोमा लिस्ट डाउन द जेनरल एसम्पसन रिलेटेड टु द ओरिजिन अफ द सोलर सिस्टम्स and discuss of the role of the optical instruments in astronomy, यो भइहाल्यो। and determine the distance, size, mass and surface temperature of astronomical objects, यो प्रत्येक वर्ष सोधिरहेको छ। 2080, 2081, 2082, 2079 सबमा यो क्वेसन सोधेको छ, हजुरले ओल्ड इज गोल्डमा पनि हेर्न सक्नुहुन्छ। हजुरहरूलाई भिडियो राम्रो लागेमा भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब एन्ड सेयर गरी च्यानललाई साथ सपोर्ट दिनुहोला भन्ने आश गर्दछु। र यो श्रावण 27 गते हुन गएको परीक्षामा हजुरहरूले यस भिडियोबाट हजुरलाई राम्रो हेल्प होला भन्ने सोचले मैले यो भिडियो बनाइरहेको छु। थ्याङ्क्स फर वाचिङ भिडियो।